जामा त मान्छेले लिएर आए बस्ने यही बस्ने सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज मेरो चाहिँ यो सुर्खेतमा चाहिँ आजको दिन कस्तो रहनेछ। सो आज चाहिँ म एकदम भाइरल ठाउँ घन्टाघर जान लागेको। घन्टाघरमा चाहिँ अब एकदम रमाइलो छ नि त, अहिले एकदम भाइरल र पपुलर भएको छ। सो त्यो अब घन्टाघरमा गएर भिडियो हजुरहरूलाई घन्टाघर पनि देखाउने छु र सो एकदम बवाल छ भन्ने सुनेको छु। मैले चाहिँ गएको छैन भनेदेखि, पहिला चाहिँ गएको, अहिले चाहिँ अब घन्टाघर अब गएर देखाउने छु हजुरहरूलाई। म चाहिँ अहिले आन्टी घरमा थिएँ, यहाँ पनि एकदम बवाल यस्तो खतरा छ, हेर्न सक्नुहुन्छ यताउति। र मेरो आन्टी घर अगाडि निम्नको त्यही नै हो। म चाहिँ अलिकति हिँड्न पर्छ, लगभग त्यही आधा किलोमिटर हिँड्यो भने, आधा किलोमिटरभन्दा अलिक धेरै होला गाउँबाट। त्यति हिँड्यो भने मैले ठ्याक्कमा त पाउँछु, अनि पक्रेर जानुपर्छ। एकदम बवाल छ कि यता, एकदम कस्तो दामी लाग्ने धेरै भिडभाड पनि छैन यताउति, राम्रो छ देख्न सक्नुहुन्छ। दामी छ यताको बसाइ पनि एकदम शान्त, अलिकति गर्मी हुन्छ, धेरै त होइन, अलिअलि एकदम बवाल छ। सो हजुर पनि सुर्खेतमा भिजिट गर्न सक्नुहुनेछ। र लेट्सको सबैजनालाई माया ममता गरिदिनु होला र भिडियो अन्तिमसम्म हेरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब ध्यान गर्नु होला। चढिसकेँ, पानी जस्तो मात्र जान्छु, म त्यहाँ हिँडेर जाने। यही आइडिया लगाउनु न, एकदम यही आइडिया लगाउनु न। मान्छेहरू छिटो बसेको सकाइसक्यो नि त्यही हो। हजुर हजुर वाहन पनि किन्न छ खालीको लागि, एकदम बवाल छ सक्नुहुन्छ। एकदम दामी ठाउँ हो कि यहाँ सुर्खेत हस्पिटल यही नै हो। म चाहिँ सुर्खेत हस्पिटल यता साइडमा हो जस्तो सुर्खेत हस्पिटल, उता एरी चोक। सुर्खेतको एरी चोक पनि बवाल छ। र यहाँबाट चाहिँ म राजा चोक जानेछु, राजा चोकबाट अलि यता लगाएर त्यो घन्टाघर, अनि घन्टाघर एकदम पपुलर छ अहिले, एकदम भाइरल छ। यहाँतिर मान्छे पऱ्यो अब गाडी परस्कै हुने, त्यही पनि आफ्नो ठाउँतिरको पहिला धेरै भेटिन्थ्यो, आज चाहिँ कसैलाई भेटाइने, एक्लै घुम्न परेछ। अब त्यो एक्लै भयो नि जाने हो। अब आजको दिन त यसो घुम्नु पऱ्यो भनेर पनि छ त। एकदम वीरेन्द्र चोक यही नै हो, यताबाट गयो भने भानु पार्क जान्छ। राजालाई देख्दा त खुसी लागिहाल्छ तँलाई पनि। म चाहिँ एकछिन जान्छु हाम्रो एकदम वीरेन्द्र राजा चोक। राजा चोक एकदम यताबाट गयो भने माथि भाइरल थियो नि त पहिला। तल घन्टाघरको आसपासमा म पुगिसकेको छु र एकदम पपुलर ठाउँ हो सुर्खेतको अहिलेको, एकदम पुरै भाइरल क्या। टिकटकमा पुरै होइन, खतरा खतरा यो देख्नुहुन्छ नि, टिकटकमा देख्नुभयो, आज चाहिँ भ्लगमा देख्नु। गाइस 2 दिनको लामो यात्रापछि घन्टाघर, हजुरहरूको घन्टाघरको आसपासमा पुगेछु। एकदम एक्साइटेड छु म पनि। र अझै पनि यो निर्माण हुँदै रहेछ, घन्टाघरको तलमुनिको सडक र मा चाहिँ घन्टाघरको भित्र फरक रहेछ नि त, त्यो बाहिरबाट मात्र मान्छेहरू जाँदो रहेछन्। र एकदम आजभोलि अलि दर्शकहरू धेरै आउने, रुचाउने एकदम पपुलर ठाउँ हो अहिले घन्टाघर। र घन्टाघर एकदम देखिसक्नु भयो होला, बब्बाल छ। क्यामेराले नराम्रो आएको होला, ठिकै छ, केही छैन, बिस्तारै राम्रो आउने क्यामेरा ल्याउँछु। कहाँबाट जान्छन् घन्टाघर मलाई थाहा, तर म जान्छु। आमामा अरे धेरै दर्शकहरू हुन् के। माथिबाट आउने रहेछ, म चाहिँ तलबाट गएको।
यताबाट बाटो बनाएर होइन सर म चाहिँ अर्कै बाटो परे गरेर जानेवाला छु भण्डारभित्र जाने त ऊ त्यहाँभित्र हो त्यहाँ पनि जान्छु अहिले म चाहिँ अहिले बाहिरैदेखि नै तपाईँलाई एकदम पपुलर भएको ठाउँबाट नै देखाउनेवाला छु देखि पहिलोपटक आएको बन्द लाग्यो त्यतिखेर नै एकचोटि आएको थिएँ र एकदम यतापट्टि पनि के दामी बनाएको रहेछ मान्छे बस्ने होइन देख्नु सक्नुहुन्छ पुरै मान्छे बसेर ढकमक्कै फुल फुलेर लु मार्यो नि मायाले यहाँ क्यामेराम्यानको चारले खतरा खतरा फोटो हानेर एकदम हिरालाई किरा बनाउने ठाउँ भने त्यही नै हो जस्तो म अक्कल उठेको अगाडि हजुरहरू पनि झुक्न पर्छ यहाँ टिकटक चाहिँ बनाएन अहिले फोटो मात्र खिच्ने काम भइरहेको रहेछ यता कार्यक्रम फोटो खिच्नेको टिकटक बनाउने बिस्तारै हुन्छ होला यही नै हो घन्टाघर ड्याङ 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 खतरा बनाएर रहेछ अहिले चाहिँ बनेदेखि पहिलोपटक म घन्टाघरमा इन्ट्री फर्स्ट टाइममा यहाँनिर म यो चाहिँ क्या दामी लाग्यो आम्मा सो देख्न सक्नुहुन्छ यति धेरै दर्शकहरू आउनु भएको छ पुरै घन्टाघर आम्मा म यस्तो गर्मीमा त यति धेरै हुनुहुन्छ बेलुका चाहिँ अब धेरै झन् धेरै मान्छेहरू आउँछन् होला यता अब रमाइलो पनि छ है पुरै जताततै बोर्डहरू पनि रोपेर यही नै हो क्या अहिले सुर्खेतको एकदम पपुलर ठाउँ भने घन्टाघर यसको गाइस आज घन्टाघरमा आइयो नि एक दुईवटा टिकटक पनि आउनेवाला छ बढै आउँछ फेरि लेट्स गो म चाहिँ अब एकछिन आराम गर्छु यहाँनिर बसेर यहाँ भन्दा नि त्यहाँनिर म बसेर म आराम गर्छु कि सो म चाहिँ अब यहाँनिर आराम गर्न लगाएको छु घन्टाघर सामान्य छ मेरो अगाडि सुर्खेतको फेमस नास्ता भनेको चटपटे है मलाई चटपटे एकदम राम्रो पनि लाग्छ र एकदम भनौँ न एकदम अहिले म चाहिँ आज चटपटे खाएर देखाउने छु हजुरहरूलाई अब त्यहाँनिर म पाउँदो रहेछ चटपटे म त्यहाँ गएर चटपटे खानेछु र म सुर्खेतको चटपटे नखाएको नि भन्न 4 महिना भइसकेको थियो र अब आज खानेवाला छु सुर्खेतको सबैभन्दा फेभरेट नास्ता चटपटे एकदम बबाल हुन्छ देख्न सक्नुहुन्छ यहाँको मलाई बेस्ट लाग्ने भने सुर्खेत आएपछि चटपटे नै हो हजुरहरू पनि खानु होला घन्टाघर आएपछि घन्टाघरको माथि निम छ है चटपटे पसल अनि मेरो चटपटे एकदम मिठो छ सो घन्टाघरको सङ्केतिकै नै बजाउने देख्न सक्नुहुन्छ बबाल छ ड्याङ पुरै भ्याली नै सुनिन्छ साइलेन्ट भएको बेला अहिले दिनमा त सुनिन्न ल राति चाहिँ एकदम बबाल सुनिन्छ खत्तमै नै हो कति गरेको अब सिक्रेट छैन कि यो गाइस आजको ब्लग चाहिँ यति नै समाप्त सो नेक्स्ट टाइम नेक्स्ट डे नेक्स्ट ब्लग सो अहिलेसम्म हेरिदिनु भयो सम्पूर्णलाई वेलकम धेरै धेरै धन्यवाद सहित हजुरहरूलाई माया छ र हाम्रो यो ब्लग स्किप नगरेर हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र लाइक कमेन्ट सेयर सब्सक्राइब ड्याङ ड्याङ गरिदिनु होला र ओके बाई बाई नेक्स्ट ब्लग